हेलो गाइज, हामी चाहिँ सबैजना गर्कुमा भेट भइसकेका छौँ। आज चाहिँ हाम्रो लटरम्बेश्वर हाइक। अब चाहिँ हामीलाई गाडीले पिकअप गर्न आउँछ। यहाँ गाडी चढेपछि भेट्नेछौँ फेरि हामी। खासमा चाहिँ हामीलाई इभीमा भनेको थियो, तर यस्तो बस रहेछ। हामी चाहिँ धोका भयो हामीलाई चाहिँ। त्यही पनि हामी भइरहेछ, हामी चाहिँ जाँदैछौँ। गाइज, हाम्रो चाहिँ बिजोक रमाइलो भइरहेछ। हाइकिङ आएको मान्छे हेर्नु त, पानी परेर गाइस यस्तो भइरहेको छ। गाडी यहाँ बाटो पहिरो गएर हिँड्ने ठाउँ पनि छैन, यस्तो छ बाटो चाहिँ। आइरहेको छ बाटो चाहिँ खत्तम छ है। हामी आइरहेको छ गाइस, यस्तो छ बाटो चाहिँ। हामी चाहिँ बसभित्र छौँ अनि बाहिर चाहिँ यस्तो बिहानदेखि पानी परै थियो। हामी बाटोमा बिचबिचमा जाँदा पनि घरिघरि ठुलो पानी, घरिघरि सानो पानी परिरहेको थियो। पानीले गर्दा चाहिँ बाटोमा अलिअलि प्रब्लम भयो। कता कतै जस्तो त्यो ल्यान्डस्लाइड हुने ठाउँहरू रहेछ। अनि त्यहाँबाट चाहिँ ढुङ्गाहरू माटोहरू झरिरहेको थियो कि बाटोमा पुरै प्राय जस्तो चाहिँ बाटोमा चाहिँ पानी परेको थियो। गाइस, पुरै हामी चाहिँ बादल माथि माथि उडिरहेका छौँ होइन। उडी पनि भएको छौँ भित्र बसेर। त्यही पनि डरकै आगे जिते भन्दै हामी लाग्छ ल है गाइज, यो चाहिँ हाम्रो ब्रेकफास्ट सर्भ हुँदैछ। दिस इज माई प्याकेट अफ ब्रेकफास्ट। अझै 8 बजिसक्यो। सो दिस इज आवर ब्रेकफास्ट। अब चाहिँ हामी यहाँ बसमै लेट भएको भएर चाहिँ बसमै ब्रेकफास्ट। हामीसँग चाहिँ यहाँ रियल म्याङ्गो जुस। गाइज, कस्तो हुँदैछ ट्रेकिङ? हाम्रो हाइकिङ स्टार्ट भइसकेको छ। पुरै उकालोमा ठाड्दैछ, उकालो लाग्दैछन्। पुरै स्वेटिङ भएर सुवास भएर गाह्रो भइसक्यो। अनि यस्तो छ बाटो। गाइज, हाम्रो चाहिँ आधी घन्टाको ब्रेक पछि त्यो देखेको क्याम्पबाट त्यहाँबाट हिँडेको भर्खर यतातिर आइपुग्यौँ। उकालोमा गाह्रो भएर लास्टै एकछिन ब्रेक गरौँ भनेर बसेको। बस्ने ठाउँ पनि छैन, झन् रातभरि पानीको बाटो भएर पुरै चिसो। हामी चाहिँ यहाँ मकैबारीमा पुरै मकैबारी छ। बल्ल बल्ल माथि आइपुगेपछि अलिअलि शीतल हावा लागिरहेछ। अलिअलि शीतल। अब चाहिँ हामी खाना खाने ठाउँमा आइपुगेको। अब एकछिन खाना खाएर रेस्ट गर्छौँ अनि त्यसपछि फेरि हिँड्न थाल्छौँ। जस्ट 45 मिनट जति हिँड्यौँ होला हामी। 45 मिनट्स पछि चाहिँ हाम्रो खाना खाने ठाउँ आइपुग्यो। यस्तो छ भ्यू। आलु गुन्द्रुक फ्राई, टमाटरको अचार, दाल एकदम मिठो। त्यसपछि लोकल अर्ग्यानिक
लटरम्बेश्वर महादेवको प्रवेशद्वारमा आइपुगेका छौँ फाइनल्ली। तेरे संग लगे बांधे जब पीपल पे धागे इस रुन के धारे डाँडामा चाहिँ यस्तो अलिअलि बजार जस्तो टाइपको रहेछ। जुगा हेर्नु पऱ्यो कि सैटरडे भएको भएर होला यहाँ पुरै प्याक छ यस्तो भिड 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 अलिक जाम नै होला जस्तो छ। अब चाहिँ हामी यो यस्तो ठाउँमा आइपुगिसक्यो। आज सैटरडे भएको भएर चाहिँ अलिक एकदमै प्याक छ पुरै। कृष्ण मन्दिरमा हामी कार्यक्रम बनाइरहेको थियौँ सजिलो हुन्छ जामार भक्त आउनुलाई अनि हिमाली ल्याउने। त्यसपछि चाहिँ हामी त्यहाँ मन्दिर दर्शन गऱ्यौँ एकछिन अनि फोटोहरू खिच्यौँ। मन्दिर चाहिँ एकदम त्यो हाइटमा भएको भएर उसो चाहिँ एकदमै घरिघरि उसो लाग्ने अनि फेरि हट्ने अनि फेरि घाम लाग्ने उसो लाग्ने त्यस्तो चाहिँ भइरहँदो रहेछ। त्यहाँ मान्छेहरूको भिडभाड पनि त्यस्तै। अब चाहिँ हामी लटरम्बेश्वरबाट दर्शन गरेर फर्केको। अब यस्तो यो भरे घरमा एक दुईवटा फोटो खिचौँ होला। अनि त्यसपछि आज त हाम्रो है यहीँ अन्त्य हुनेछ। एकछिन रेस्ट मन्दिरबाट फर्केर आएको। फ्रिजमा राख्यो भने त पानीपुरी खाने भनेर बसेका छौँ। बदाम ब्रेक भइरहेछ। ए मेरो ब्यागले तपाईँ नअटाउनु न। हाम्रो पानीपुरी आयो। पानीपुरी पानी छैन पानी के को चाहिँ बनाएको छैन। यो आइसक्रिम होइन। हाम्रो आजको हाइक सकिन लाग्यो। यो लास्ट अब उकालो बाटोहरू चाहिँ सक्यो। अबसम्म बाटो यस्तै उनी घारी जङ्गल पछि चाहिँ हाम्रो आजको बाटो सकियो गाइज। हामी लटरम्बेश्वर पुगेर आयौँ। साथै उतैबाट जानुपर्छ है।
हामी चाहिँ गाइजहरू अँध्यारो हुन्छ कस्तो गाह्रो यो भिसेप देखेको छ नि ठ्याक्कै यहाँ हो लटारम्बेश्वर महादेवको मन्दिर। अनि हामी चाहिँ त्यहाँबाट आएर त्यहाँ तल गाडीमा अरू मान्छेहरूलाई कुरेर बसिरहेछौँ। जम्मा हामी अहिलेसम्म चाहिँ गाडीभरिबाट यतिजना मात्रै। सो यो चाहिँ थियो हाम्रो लटारम्बेश्वर हाइकको सर्ट एन्ड स्विट मेमोरिजहरू। हामीले चाहिँ धेरै मेमोरिज कलेक्ट गऱ्यौँ। तर एउटा स्याड न्युज चाहिँ के भयो भने हामी फर्किनुभन्दा अगाडि सायद 6 बजेतिर 6:15 बजेतिर चाहिँ त्यो बागमती ब्रिजमा एउटा टेलरको एक्सिडेन्ट भएको रहेछ। अनि त्यो एक्सिडेन्ट भएको कारणले गर्दाखेरि चाहिँ त्यो खोला एकदमै स्पिड अनि गहिरो भएको चाहिँ त्यहाँ रिकभर गर्नको लागि चाहिँ अलिक टाइम लागेछ। त्यसले गर्दाखेरि चाहिँ हामी अराउन्ड 9:30 बजेसम्म त्यहीँ थियौँ होला। त्यसपछि बल्ल बाटो खुल्यो अनि हामी त्यहाँबाट फर्क्यौँ। हामी घर आइपुग्दा चाहिँ सायदै 11:30 त्यस्तै बजेको थियो। यो एउटा चाहिँ अलिक नरमाइलो पार्ट भयो। अरू भने चाहिँ थ्रु आउट द डे हामीले चाहिँ जस्ट राम्रो मेमोरी कलेक्ट गरेका थियौँ।